नमस्कार, म चंदन कुमार मिश्रा। आज हामी नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा यो लोकसेवा एन्टिबायोटिक च्यानल मार्फत हजुरहरूको अगाडि अडियो रेकर्डिङ राखिरहेको छु। आशा छ यो अडियो चाहिँ भिडियो तपाईँले धेरै काम लाग्छ। भिन्सयमा हामी घुम्ने बाटोमा यताउतिमा इयरफोन लगाएर तपाईँ सुनेर याद गर्न सक्नुहुन्छ। अब नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा छिटो र एकदम सटिक क्वेसनहरूको बारेमा डिस्कस गर्छौँ। सबभन्दा पहिले नेपालको नाम अब विभिन्न युगमा विभिन्न किसिमको थियो। जस्तै सत्ययुगमा नेपाललाई सत्यवती भनिन्छ भने, त्रेता युगमा नेपाललाई तपोवन भनिन्छ, द्वापर युगमा मुक्ति सोपान भनिन्थ्यो भने कलियुगमा नेपाल भनेर चिनिन्छ। अब हामी पृथ्वीनारायण शाहका पूर्वका राजाहरूको बारेमा कुरा गर्दा भने द्रव्यशाह, उहाँको समयावधि 1616देखि 1627सम्म थियो हैन। त्यसपछि पुरन्दर शाह आउनुभयो, उहाँको चाहिँ कार्यकाल समयावधि 1627देखि 1662सम्म थियो। त्यसपछि छत्रशाह भनेर राजा आउनुभयो, उहाँको समयावधि 1662देखि 1663सम्म थियो। त्यसपछि रामशाहको समयावधि आयो, उहाँको चाहिँ 1663देखि 1690सम्म थियो। त्यसपछि डम्बर शाह, उहाँको 1690देखि 1702सम्म थियो। त्यसपछि कृष्ण शाह 1702देखि 1718सम्म। त्यसपछि रुद्र शाह 1718देखि 1730सम्म। त्यसपछि पृथ्वीपति शाह 1730देखि 1773सम्म। त्यसपछि नरभूपाल शाह 1773देखि 1779सम्म। यो चाहिँ पृथ्वीनारायण शाहभन्दा पहिला पूर्वका राजाहरूको समयावधि रहेको पाइन्छ। त्यसपछि अब नेपालको एकीकरणपछि शाहवंशीय राजाहरू जुन थिए उहाँहरूको बारेमा केही डिस्कस गरौँ। अब हामी सुरु गर्छौँ श्री 5 पृथ्वीनारायण शाहकोदेखि। उहाँको समयावधि 1825देखि 1831सम्म रहेको पाइन्छ। त्यसपछि उहाँपछि आएको राजा चाहिँ श्री 5 प्रताप सिंह शाह 1831देखि 1834सम्म। त्यसपछि रणबहादुर शाह 1834देखि 1855सम्म। त्यसपछि गिर्वाणयुद्ध विक्रम शाह 1855देखि 1873सम्म। त्यसपछि श्री 5 राजेन्द्र विक्रम शाह 1873देखि 1904सम्म। त्यसपछि श्री 5 सुरेन्द्र वीर विक्रम शाह 1904देखि 1938सम्म। त्यसपछि पृथ्वी वीर विक्रम शाह 1938देखि 1968सम्म रहेको पाइन्छ। यसै क्रममा अब त्यसपछि श्री 5 त्रिभुवन वीर विक्रम शाह, उहाँको चाहिँ 1968देखि 2011सम्म उहाँको शासनकाल थिए। त्यसपछि आउनुभयो श्री 5 महेन्द्र, 2011देखि 2028सम्मको उहाँको शासनकाल थियो। त्यसपछि हाम्रो प्रिय राजा श्री 5 वीरेन्द्र विक्रम शाह 2028देखि 2058सम्म थिए। अब उहाँको सपरिवारको मृत्यु भएपछि तत्कालीन श्री 5 दीपेन्द्र वीर विक्रम शाहको राजा घोषित गरिएका थिए, जुन सायद अब उहाँले आरोहण नगरिकन उहाँलाई फेरि मृत्यु घोषित गरियो। त्यसपछि श्री 5 ज्ञानेन्द्र विक्रम शाह, उहाँको शासनकाल 2058देखि 2065सम्म थियो। त्यसपछि ठुलो जन आन्दोलनपछि नेपालमा राजतन्त्रको अन्त भएको पाइन्छ। यो नेपालको पृथ्वीनारायण शाहभन्दा पहिलाका र पृथ्वीनारायण शाहभन्दा पछिका विभिन्न राजाको शासनकालको अवधिको बारेमा हामी सुन्यौँ। अब हामी कर्णाली प्रदेशमा 22 राज्यहरूको बारेमा एकचोटि सुनौँ। अब 22 राज्य कुन कुन थियो भने जुम्ला, सल्यान, जहारी, अछाम, बिलासपुर, थलहारा, दैलेख, दुल्लु, बोकाटन, राजकोट, दर्ना, दाङ, भीमकोट, जाजरकोट, रोल्पा, खुर्मी, रुकुम, बाजुरा, सल्यान र डोटी, सानी र बझाङ जिल्लाहरू थिए। त्यसपछि गण्डकी प्रदेशको 24 राज्योको बारेमा हामी सुनौँ। मुस्ताङ, तनहुँ, पर्वत, गोरखा, पाल्पा, कालकोट, गगारोकोट, भीमकोट, मुसिकोट, धुरीकोट, सातोकोट, नुवाकोट, उदयपुर, प्युठान, गुल्मी, स्याङ्जा, कास्की, लमजुङ, अर्का, घाँची, पय, डोल, इस्मा रिसिडहरू पाइन्छन्। अब नेपाल अङ्ग्रेजको युद्धकालमा को बारेमा हामी केही चर्चा गरौँ। अब यसमा युद्धको नाम र उहाँको नेपालको तर्फबाट नेतृत्व गरेको व्यक्ति तथा ब्रिटिसबाट नेतृत्व गरेको व्यक्तिको बारेमा हामी जान्छौँ। सर्वप्रथम नालापानी युद्ध
जुन धेरै फेमस थिए। 1871 कार्तिक 24 गते भएका थिए। वो नेपालको तर्फबाट नालापानी युद्धमा बलभद्र कुँवर र ब्रिटिसको तर्फबाट जनरल जिलेस्पी र कर्णेल मवी थिए। त्यस्तै देउथलको बारेमा हामी नेपालको तर्फबाट भक्ति थापा हुनुहुन्थ्यो। त्यस्तै ब्रिटिसको तर्फबाट कर्णेल डम सन्नो थिए। ज्याथक युद्ध नेपालको तर्फबाट रणजोड सिंह थापा र जसपाउ थापा र ब्रिटिसको तर्फबाट मेजर रिचर्ड लङडोन। त्यस्तै अल्मोडा भनेको नेपालको तर्फबाट अमरसिंह थापा र ब्रिटिसको तर्फबाट अक्टलोनी थिए हैन। त्यसपछि मकवानपुर युद्धको बारेमा नेपालको तर्फबाट रणवीर सिंह थापा र ब्रिटिसको तर्फबाट जनरल मार्लसी। मलाय युद्ध नेपालको तर्फबाट अमरसिंह र ब्रिटिसको तर्फबाट अक्टलोनी थिए हैन। त्यसपछि जितगढी युद्धमा नेपालको तर्फबाट उजिर सिंह र ब्रिटिसको तर्फबाट सुलेमान वुड थिए। अब नेपालको एकीकरणमा कसको वीरगति कहाँ भयो हैन। अब कालु पाण्डेको चाहिँ वीरगति कीर्तिपुरमा भएको थियो। दामोदर पाण्डेको लुम्डीमा, तुलाराम पाण्डेको कान्तिपुर, परशुरामको समनपुर, सरदार भक्ति थापाको देउथल, भीमसेन थापाको पलाञ्चोक, नयन सिंह थापाको अल्मोडा, गन्धर्व राणाको काँगडा, केदार सिंह बस्नेतको सतहु र भास्कर राणाको दिगाचा भन्ने ठाउँमा वीरगति प्राप्त गर्नुभएको थियो। और नेपालको सुगौली सन्धिको बारेमा हामी चर्चा गरौँ। 1816 मार्च 3 देखि लागू भए थिए। 1872 फागुन 19 गते भनिन्छ। अब नेपालको तर्फबाट हस्ताक्षर गर्ने सुगौली सन्धिमा गजराज मिश्र र चन्द्रशेखर उपाध्याय र इस्ट इन्डिया कम्पनीको तर्फबाट जनरल ब्राड शाह। प्रायः यो क्वेसन आउने गर्छन्। अब हस्ताक्षर कहिले भयो भने 1825 नोभेम्बर 28 मा हैन नेपालबाट गर्यो। त्यसपछि 1815 डिसेम्बर 2 मा इस्ट इन्डिया कम्पनीबाट भएको थियो। त्यो बेलाको राजा चाहिँ राजा गिरवाण युद्ध विक्रम शाह थिए भने इस्ट इन्डियाकोबाट गभर्नर लर्ड हस्टिङ थिए। अब त्यो बेलाको प्रधानमन्त्री भने भीमसेन थापा हुनुहुन्थ्यो। सुरुमा बुटवल शिवराज क्षेत्रको लगायतका सीमामा विवाद हुँदा युद्ध भएको थियो। सन्धि पश्चात नेपालको 2/3 भाग गुमाएर नेपालको आकार पनि सानो भागमा समेटिएको पाइन्छ। अब नेपाल र भारत बीच भएको मुख्य नदीहरूको सम्झौताको बारेमा हामी केही छलफल गरौँ। कोशी सम्झौता कहिले भएको थियो भने 2011 साल वैशाख 12 गते नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति गृहमन्त्री त्यो बेलाको महावीर शमशेर र भारतबाट हस्ताक्षर गर्ने त्यो बेलाको राजदूत गुजारीलाल नन्दा थिए भने नेपालको प्रधानमन्त्री त्यो बेला मातृका प्रसाद कोइराला थिए। अब गण्डक र गण्डकी सम्झौता कहिले भयो भने 2016 साल मङ्सिर 19 गते नेपालको तर्फबाट हस्ताक्षर गर्ने सुवर्ण शमशेर र भारतको तर्फबाट हस्ताक्षर गर्ने भगवान सहाय राजदूत थिए उहाँ है। नेपालकोबाट गृहमन्त्री प्रधानमन्त्रीहरू हुन्छन् हस्ताक्षर गर्नमा, तर भारतको तर्फबाट राजदूतहरू स्तरीय हस्ताक्षर भएका थिए। त्यो बेलाको नेपालको प्रधानमन्त्री बीपी कोइराला हुनुहुन्थ्यो। अब हामी महाकाली सन्धिको बारेमा कुरा गरौँ। 2052 साल माघ 29 गते हैन 2052 साल माघ 29 गते भएका थिए। त्यो बेला नेपालको तर्फबाट परराष्ट्र मन्त्री प्रकाश चन्द्र लोहनीले गरेका थिए भने भारतको तर्फबाट प्रवण मुखर्जी राजदूत थिए उहाँ। त्यो बेलाको प्रधानमन्त्री चाहिँ शेरबहादुर देउवा हुनुहुन्थ्यो। अब योहरू त भयो हाम्रो विभिन्न सम्झौताहरू। अब नेपालको प्रधानमन्त्रीको बारेमा एकचोटि हामी क्रमसँग सुनौँ हैन। सबभन्दा पहिला भीमसेन थापा, त्यसपछि रङ्गनाथ पौडेल, त्यसपछि पुष्कर शाह, त्यसपछि रङजङ पाण्डे, त्यसपछि फतेहजङ शाह, अनि माथवर सिंह थापा, जङ बहादुर राणा, बम बहादुर राणा, रणदीप सिंह, वीर शमशेर, देव शमशेर, चन्द्र शमशेर, भीम शमशेर, युद्ध शमशेर, पद्म शमशेर, मोहन शमशेर उहाँहरूको 2005 देखि 2008 कार्तिकसम्मको उहाँहरूको यो किसिमको नाम रहेको पाइन्छ। अब हामी विभिन्न कामहरू जस्तै नेपालको प्रथम प्रधानमन्त्री भीमसेन थापाको बारेमा केही परिचर्चा गरौँ। अब उहाँको जन्म चाहिँ 1832 साल साउन 9 गते गोर्खा जिल्लामा भएको पाइन्छ है। नेपालको सबभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने चाहिँ व्यक्ति उहाँ भीमसेन थापा हुनुहुन्छ। लगभग 31 वर्षसम्म उहाँको शासनकाल थियो। उहाँकै पालामा 1873 मा सुगौली सन्धि भएको पाइन्छ हैन।
कमरा कमारी राख्ने प्रथा नराख्ने प्रथा चाहिँ उहाँले नै लागू गर्नुभएको थियो। त्यस्तै नेवार चाडमा खर्चको सीमा तोक्ने काम पनि भीमसेन थापाले गरेका थिए। अब विकासको कार्यहरू हेर्दा उहाँको धरहरा, सुन्दरा, बागदरबार र बागमती नदीको पुल निर्माण गर्ने काम समेत भीमसेन थापाबाट भएको पाइन्छ। त्यस्तै नापतौलमा सुधार, ब्याज दरमा निर्धारण गर्ने काम पनि भीमसेन थापाको तर्फबाट भएको पाइन्छ। त्यसपछि हुलाकको व्यवस्था, विवाह प्रथामा सुधार जस्तै सानीमा बेहोर्ने प्रथाहरू, जग्गालाई हले, पाठे, कोदाले कोदारमा अभिलेख राख्ने व्यवस्था, घुस लिन नपाउने व्यवस्था, राहदानी वितरणको व्यवस्था, सेना, जनरल, कर्नेल, क्याप्टेन आदि पदको सिर्जना गर्ने पनि भीमसेन थापा हुनुहुन्छ। सेना प्रहरीलाई आधुनिक प्रशिक्षण दिने काम पनि उहाँको भीमसेन थापाको पालामा भएको पाइन्छ। त्यसपछि विभिन्न छाउनी र ब्यारेकहरूको, आर्मीहरूको बस्नको लागि विभिन्न छाउनी र ब्यारेकको व्यवस्था गर्ने काम पनि भीमसेन थापाले गरेको पाइन्छ। उहाँको मृत्यु 1893 सालमा भएको देखिन्छ। अब रामशाहको बारेमा कुरा गरौँ। उहाँ रामशाहलाई देशको न्यायको प्रतीक मानिएको राजा हो। उहाँको शासनकाल 1663 देखि 1690 सम्म भएको पाइन्छ। नापका लागि ढक, तराजु, मानापोथी, मुरी आदिको व्यवस्था गर्ने चाहिँ रामशाह हुनुहुन्छ। जिन्सीमा 25% र नगदमा 10% भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था चाहिँ रामशाहको पालाको भएको मुख्य कामहरू हुन्। उहाँको मृत्यु चाहिँ 1960 भएको पाइन्छ। त्यसपछि रङ्गबहादुर शाह, जन्म 1832, 2.5 वर्षको उमेरमा उहाँ राजा भएका थिए। उहाँको उपनाम चाहिँ स्वामी महाराज पनि थिए। उहाँले 62 हरण पर्व उहाँको पालामा भएको पाइन्छ। आफ्नो सौतेनी भाइ शेरबहादुर शाक्यद्वारा हत्या गरिएको राजा चाहिँ रणबहादुर शाह हुन्। उहाँको मृत्यु 1863 भएको पाइन्छ। अब राणाकालीन प्रधानमन्त्रीको मुख्य योगदान र प्रमुख कार्यहरूको बारेमा हामी केही चर्चा गरौँ। सर्वप्रथम जङ्गबहादुर राणा, उहाँको जन्म 1874 भएको हो। उहाँको पालामा नेपालमा ठुलो ठुलो काण्डहरू जस्तै कोत पर्व, भण्डारखाल पर्व, औलो पर्व जस्ता भएका थिए। यो सबै पर्वको नायक चाहिँ जङ्गबहादुर राणालाई मानिन्छ। विक्रम सम्वत 1913 साउन 5 गते कास्की र लमजुङमा श्री 3 भएका थिए रङ्गबहादुर राणा हैन। उहाँले कौशल अड्डाको स्थापना गर्ने, कमान्ड्री किताबखानाको स्थापना गर्ने, तोपखाना, मुल्की अड्डा, धर्म कचहरी, शराबखानाको स्थापना गर्ने जङ्गबहादुर राणा हुन्। सुपुर्दी सन्धि 1911 भारतसँग उहाँकै पालामा भएको पाइन्छ। त्यस साथै थापाथली सन्धि 1912 चैत 3 गते पनि उहाँको पालामा भएको पाउँछ। गिद्धे प्रेस सुरुवात चाहिँ जङ्गबहादुरको पालामा भएको हो। त्यति मात्र नभएर विवाह योग्य उमेर 2.5 वर्षबाट 5 वर्ष बनाएका प्रधानमन्त्री चाहिँ जङ्गबहादुर राणा हुन्। छोराको मृत्युमा आमा सती जान नपर्ने पनि प्रथा जङ्गबहादुर राणाले चलाएका छन्। सती प्रथा रोक्ने प्रयास उहाँले धेरै गर्नुभयो। 16 वर्षभन्दा कम उमेरका महिला सती प्रथा नपाउने भनेर उहाँले नियम लाउनुभयो। अब एकैचोटि सती प्रथा रोक्न नसक्ने स्थिति भएकोले उसले त्यसलाई केही न्यूनीकरण गर्नको लागि उहाँले यो तोक्नु भएको थियो। त्यसपछि दरबार हाई स्कुलको स्थापना, अङ्ग्रेजी शिक्षाको सुरुवात चाहिँ जङ्गबहादुरकै पालामा भएको पाइन्छ। उहाँलाई शिक्षा प्रेमी पनि एकचोटि भन्न सकिन्छ हैन। बिफर रोगको रोकथामको लागि खोप सञ्चालन गर्ने पनि काम जङ्गबहादुरको राणामा भएको हो। उहाँको मृत्यु 1897 मा भएको पाइन्छ। अङ्ग्रेज अब रणदीप सिंहको पालामा के भएको भने एकचोटि हामी छलफल गरौँ। अङ्ग्रेजी तथा संस्कृत पाठशालाको स्थापना रणदीप सिंहको पालामा भएको हो। हुलाक घरको स्थापना पनि रणदीप सिंहको पालामा भएको छन्। पञ्चाङ्ग प्रकाशनको व्यवस्था रणदीप शाहको पालामा भएको पाइन्छ। त्यसपछि वीर शमशेर चाहिँ धीम शमशेरको छोरा थिए हैन। 1942 मा प्रधानमन्त्री बनेका थिए। जबरा लेख्ने सुरुवात चाहिँ वीर शमशेरको पालाबाट सुरु भएको पाइन्छ। उहाँको पालामा पनि ठुल्ठुलो विकास भएको देखिन्छ। जस्तै वीर अस्पताल, वीर पुस्तकालय, घण्टाघरको स्थापना, महिला शिक्षाको सुरुवात चाहिँ वीर शमशेरको पालामा भएको पाइन्छ। अब नारायण हिटी दरबार, लाल दरबार, सेतो दरबार, गोर्खा दक्षिण बाहु स्थापना सबै चाहिँ वीर शमशेरको पालामा भएको पाइन्छ। दरबार हाई स्कुलमा पहिला चाहिँ राणाको छोराछोरी पढ्थे। पछि सर्वसाधारणको लागि 1942 सालमा खुला गरेको यो पनि वीर शमशेरको पालामा भएको हो। नेपालमा सर्वप्रथम मोटर चढ्ने है जीप जुन भन्छ नि हामी, त्यो चढ्ने चाहिँ वीर शमशेरको पालामा भएको हो। उहाँ नै पहिलो हुनुहुन्थ्यो। विदेशी ब्याङ्कमा खाता खोल्ने, रकम जम्मा गर्ने पहिलो व्यक्ति चाहिँ वीर शमशेर हुन्।
चिट्ठीमा टिकट टाँच्ने चलन चाहिँ वीर शमशेरको पालामा चलेको पाइन्छ। केन्द्रीय कारागारको स्थापना, जेलको स्थापना चाहिँ वीर शमशेरको पालामा भएको हो। अब देव शमशेर आयो हैन, उहाँको अर्को उपनाम चाहिँ धनकुटे राजा हुन्। कार्यालयको समय, अफिसको समय 10 देखि 5 बनाउने देव शमशेर हुन्। 12 तोप पड्काउने चलन पनि देव शमशेरको पालामा थियो। जनगुनासो सुझाव पेटिका स्थापना गर्ने देव शमशेर हुन्। उहाँको पालामा गोरखापत्रको प्रकाशन 1958 वैशाख 24 गते भएको पाइन्छ। भाषा पाठशालाको स्थापना गरी उहाँले अक्षराङ्क शिक्षा निःशुल्क बाँडेको पनि देव शमशेर हुन्। 114 दिन मात्र प्रधानमन्त्री भएका थिए। चन्द्र शमशेरले पदच्युत गरी धनकुटामा निवास गर्न पठायो र 57वटा स्कुल भाषा पाठशाला खोलेका देव शमशेर हुन्। उहाँलाई शिक्षा प्रेमीको बारेमा पनि भनिन्छ। अब पालो छ चन्द्र शमशेर। अब चन्द्र शमशेर भन्यो के भने सिंहदरबारको निर्माण उहाँकै पालामा भएको छन्। अहिले नेपालको सबभन्दा ठुलो प्रशासनिक भवन, यसमा प्रधानमन्त्री मन्त्रीहरूको अफिसियल कार्यहरू हुन्छन्। त्यो सिंहदरबारको स्थापना चन्द्र शमशेरको पालामा भएको छ। कहिले भएको छ भने 1962 सालमा। अमाली प्रथा खारेज गर्ने व्यक्ति पनि चन्द्र शमशेर हुन् 1968 सालमा। फर्पिङ विद्युत उत्पादन गर्ने पनि चन्द्र शमशेर हुन्। गोरखापत्र प्रकाशन समितिको स्थापना 1969 सालमा भएको थियो, जुन चन्द्र शमशेरको पालामा भएको छन्। उहाँको पालामा विभिन्न कुराहरू भयो, एकचोटि हामी सरसरी सुनौँ। उपत्यकामा टेलिफोनको सुरुवात, त्रिचन्द्र कलेजको स्थापना, सती प्रथाको अन्त्य, दास प्रथाको अन्त्य, सैनिक अस्पतालको स्थापना, पहिलोपटक बिजुली बत्तीको व्यवस्था, रेलवेको विकास, नेपालको नक्साको निर्माण, टोपीमा ब्याज लगाउने चलन, राणालाई ABC क्लासमा विभाजन, कौशल अड्डा, खडक निशान अड्डा, बिन्ती निक्सारी अड्डा स्थापना चन्द्र शमशेरको पालामा, सप्तरी चन्द्र नहर खनाएको, लुम्रीमा काटमारमा रोक लगाएको, कर्मचारीलाई बढुवा गर्दा परीक्षा लिने प्रचलन, घरको बाघ र वनको स्याल भन्ने यो सबै कार्यहरू चन्द्र शमशेरको पालामा भएको पाइन्छ। श्री 5लाई 21 तोपको सलामी दिने व्यवस्था पनि चन्द्र शमशेरको पालामा भएको पाइन्छ। अब भीम शमशेरको पालामा भएको प्रमुख कार्यहरूको बारेमा हामी छलफल गरौँ। शनिबारको दिन बिदा दिने प्रचलन भीम शमशेरले चलाएको छन्। त्यस्तै कार्यालय समय 10 देखि 4, पहिला 5 थियो हैन, 10 देखि 4 बनाउने भीम शमशेरको पालामा भएको छन्। मृत्युदण्डलाई कैदमा परिणत गर्ने, नेपालमा मृत्युदण्डको अन्त्य र त्यो मृत्युदण्डलाई कैदमा परिणत गर्ने काम पनि भीम शमशेरको पालामा भएको पाइन्छ। नुन, कपास, भन्सार माफी यो सबै चाहिँ भीम शमशेरको पालामा भएको छन्। अब जुध शमशेरको बारेमा हामी केही कुरा गरौँ। सिक्का छाप्ने टक्सार विभागको स्थापना चाहिँ जुध शमशेरको पालामा भएको छन्। SLC बोर्डको स्थापना 1990 सालमा जुन भयो त्यो पनि जुध शमशेरको पालामा भएको छन्। नेपाल बैंक लिमिटेडको स्थापना 1994 कार्तिक 30 गते जुध शमशेरको पालामा भएको छन्। जावला खेल चिडियाखानाको स्थापना जुध शमशेरको पालामा भएको छन्। कर्मचारी पेन्सन सञ्चय कोषको स्थापना जुध शमशेरको पालामा भएको छन्। शिक्षामा सुधार गरी इस्तिहार जारी राख्ने जुध शमशेरको पालामा भएको छन्। औद्योगिकरणको सुरुवात पनि जुध शमशेरको पालामा भएको छन्। त्यस्तै कागती नोट प्रचलनमा ल्याउने, जुध म्याच फ्याक्ट्रीको स्थापना गर्ने, गोर्खा र गोर्खालीको सट्टा नेपाल नेप शब्दको प्रचार प्रसार गर्ने यो कार्यहरू, आमा बुवा मर्दा 30 दिनभन्दा बढी क्रिया बस्नु नपर्ने व्यवस्था पनि जुध शमशेरको पालामा भएको पाइन्छ। अब छ पद्म शमशेर। उहाँको पालामा के भयो भने उहाँको सबभन्दा पहिला कार्यकाल हेऱ्यो भने 2002 देखि 2004 सम्म प्रधानमन्त्री भएको पाइन्छन्। काठमाडौँ म्युनिसिपालिटीको स्थापना गर्ने, कन्या पाठशालाको स्थापना गर्ने, संवैधानिक कानुनको व्यवस्था गर्ने, पहिलो संविधान निर्माण गरेको, आफूलाई राष्ट्रको नोकर रूपमा बन्ने, स्कुलको पिता बन्ने यो सबै पद्म शमशेरको नाममा जान्छ। सबजनाले घरको रेडियो राख्न पाउने व्यवस्था, राष्ट्रको नोकर हो प्रधानमन्त्री होइन भन्ने व्यक्ति पद्म शमशेर हुन्। गोरखापत्रको हप्तामा 3 चोटि प्रकाशन गर्ने व्यवस्था पनि पद्म शमशेरको पालामा भएको पाइन्छ। अब अन्तिम राजा चाहिँ शमशेरको मोहन शमशेर हुन्। चन्द्र शमशेरका छोरा थिए। आकाशवाणीको स्थापना भयो, खासै उनको कार्यकालमा नभएको। नमस्कार, म चन्दन कुमार मिश्रा। आज हामी नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा यो लोकसेवा एन्टिबायोटिक च्यानल मार्फत हजुरहरूको अगाडि अडियो रेकर्डिङ राखिरहेको छौँ। आशा छ यो अडियो चाहिँ भिडियो तपाईँले धेरै काम लाग्छ। भिन्समा हामी घुम्ने बाटोमा यताउतिमा इयरफोन लगाएर तपाईँ सुनेर याद गर्न सक्नुहुन्छ। अब नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा छिटो र एकदम सटिक क्वेसनहरूको बारेमा डिस्कस गर्छौँ। सबभन्दा पहिला नेपालको नाम अब विभिन्न युगमा विभिन्न
किसिमको थियो। जस्तै सत्ययुगमा नेपाललाई सत्यवती भनिन्छ भने त्रेतायुगमा नेपाललाई तपोवन भनिन्छ। नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा यो लोकसेवा एन्टिबायोटिक च्यानल मार्फत हजुरहरूको अगाडि अडियो रेकर्डिङ राखिरहेको छौँ। आशा छ यो अडियो चाहिँ भिडियो तपाईँले धेरै काम लाग्छ। भिन्समा हामी घुम्ने बाटोमा यताउतिमा इयरफोन लगाएर तपाईँ सुनेर याद गर्न सक्नुहुन्छ। अब नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा छिटो र एकदम सटिक क्वेसनहरूको बारेमा डिस्कस गर्छौँ। सबभन्दा पहिला नेपालको नाम अब विभिन्न युगमा विभिन्न किसिमको थियो। जस्तै सत्ययुगमा नेपाललाई सत्यवती भनिन्छ भने त्रेतायुगमा नेपाललाई तपोवन भनिन्छ। द्वापर युगमा मुक्ति सोपान भनिन्थ्यो भने कलियुगमा नेपाल भनेर चिनिन्छ। अब हामी पृथ्वीनारायण नमस्कार पूर्वका राजाहरू म चन्दन कुमार मिश्र द्रव्यशाह। आज हामी नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा यो लोकसेवा एन्टिबायोटिक पुरन्दर च्यानल मार्फत हजुरहरूको अगाडि अडियो 1627 देखि 1662 रेकर्डिङ राखिरहेको छौँ। आशा छ यो अडियो चाहिँ भिडियो तपाईँले धेरै काम लाग्छ। भिन्समा हामी घुम्ने बाटोमा यताउतिमा इयरफोन लगाएर तपाईँ सुनेर याद गर्न सक्नुहुन्छ। अब नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको बारेमा छिटो र एकदम सटिक क्वेसनहरूको बारेमा डिस्कस गर्छौँ। सबभन्दा पहिला नेपालको नाम अब विभिन्न युगमा विभिन्न किसिमको थियो। जस्तै सत्ययुगमा नेपाललाई सत्यवती भनिन्छ भने त्रेतायुगमा नेपाललाई तपोवन भनिन्छ। 1730 देखि 1773सम्म। त्यसपछि नरभूपाल शाह 1773 देखि 1779सम्म। यो चाहिँ पृथ्वीनारायण शाहभन्दा पहिला पूर्वका राजाहरूको समयावधि रहेको पाइन्छ। त्यसपछि अब नेपालको एकीकरणपछि शाहवंशीय राजाहरू जुन थिए उहाँहरूको बारेमा केही डिस्कस गरौँ। अब हामी सुरु गर्छौँ श्री 5 पृथ्वीनारायण शाहकोदेखि। उहाँको समयावधि 1825 देखि 1831सम्म रहेको पाइन्छ। त्यसपछि उहाँपछि आएको राजा चाहिँ श्री 5 प्रताप सिंह शाह 1831 देखि 1834सम्म। त्यसपछि रणबहादुर शाह 1834 देखि 1855सम्म। त्यसपछि गिर्वाणयुद्ध विक्रम शाह 1855 देखि 1873सम्म। त्यसपछि श्री 5 राजेन्द्र विक्रम शाह